Koirani boy. Hola, sini. Duduk guys. Ada balik next you. Kata apa? China. Ya, ini Nepal sensor. Yo नाम छ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै नै हुनुहुन्छ होला र आज चाहिँ हामी अब यसो यतातिर घुम्न आएको यसो आज चाहिँ हाम्रो यहाँ केटाहरू साथीहरू पनि आइरहन् यता हाम्रो निखिल ब्रो लम्बु मेरो भ्लगमा स्वागत छ तपाईलाई ब्रो लम्बु मेरो इसान यो राखिदिनुस् लाउनुस् इसान यो राखिदिनुस् लाउनुस् यता हाम्रो गुरुङ हुनुहुन्छ गुरुङ भ्लग यता हाम्रो राहुल टाटो प्ले भाइ के भन्नु च्यानल नेम त टाटो प्ले हैन र ट्याप टु प्ले सो खोइ म चाहिँ हामी यो काठे घरमा आइसक्यौं सो यहाँ गाइस सबैजनालाई वेलकम छ हिमाल ब्लग्समा ल गाइस यहाँ जसको भ्लग आयो नि चलफल भनेको चलफल भनेको यस्तै हो कंट्रोल गाइस अहिले चाहिँ हामी यो काठे घर भन्दा अगाडि आइसक्यौं अब हाम्रो उता सुशान्तजी बोल्दै हुनुहुन्छ हाम्रो यता लम्बुजीलाई त्यस्तरी देखाउन पर्छ हाम्रो दुईटा साथीहरू अगाडि दुईटा साथीहरू पछाडि छन् मुत्ने अहिले अगाडि गएर के नाकको थान्छ यता त्यसपछि अहिले हामी यो अस्ति मलाई हाइसले उडाएको ठाउँमा आउन लागिसक्यौं त्यो भ्लग सबैले हेर्नु भयो होला त्यति बेला म उडे भए चाहिँ भ्लग आउँथेन कसम म बाँचेको भन्छु त्यति बेला म हल्का आत्तेर यस्तै छ पारा मेरो क्या गुंडा बनेगा रे तू सक्यो हाम्रो पछाडि हुनुहुन्छ तपाईँ केही भन्न चाहनुहुन्छ के भन्नु यार क्यामेरा बिग्रे भयो के भनौँ त गजब बेइज्जती है हामी चाहिँ उता अगाडिको बाटोबाट माथि जान्छौँ काफल चाहिँ उतै माथि या धेरै माथि होइन यस्तै छ तपाईँ मेरो भ्लग हेर्दै गर्नु होला यस्तो उता हाम्रो तोर्पे गाइजहरू उता हुनुहुन्छ र मैले भन्दै थिएँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला र अब यस्ता रमाइला कार्यको लागि साथीहरू आउँदै पनि आज 4 दिन 5 दिन भइसक्यो आज पनि रनिङ त गइन्न आज यसो केटाहरू आएर केटाहरू आएर यसो अनि भ्लग लम्बुजी आइसक्नु भयो बाटो हिँड्दै थिएँ के नाम हो तपाईको अब डेली भ्लग मैले ल्याउँछु भनेको थिएँ अब हिजो अस्ति चाहिँ आएन त्यसको लागि म क्षमा गर्न चाहन्छु हिजो अस्ति चाहिँ कहाँ हान्यो त अनि केटाहरूले भन्नु नि अब आज चाहिँ हान्न सकिन्छ है गुरुङले कस्तो गरेको यो जङ्गल चाहिँ तपाईँहरूले मेरो भ्लग हेर्नु भएको छ भने थाहा होला बनकुखुराको खानी हो हामी यहाँ गएर बनकुखुरा मार्न सक्छौँ अनि यस्तै छ म यतै छु केटाहरू नि यतै छन् कौन है ये लोग कहाँ से आते हैं केटाहरू पनि यतै छन् यस्तो छ यिनीहरूको पारा यस्तो छ तलतिरको पारा यस्तो छ पारा तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ त यिनीहरूलाई फाइन लाउनुपर्छ 5,000 रुपियाँ यहाँको इसानजी यो जापाते मुत्तीलाई के गर्न सकिन्छ उहाँको कुरामा म अब चाहिँ हामी यो बाटो हुँदा पनि अब हामी जस्तो मान्छे अब वाइल्ड भर्सेस म्यान खेल्ने जस्तो मान्छे भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी अब हामी रक हान्न लाग्यो मेरो रक हान्दा गाह्रो चाहिँ इसानलाई मात्र हुन्छ जस्तो देखेँ मैले यता काँडा छ यस्तै छ बाटो यस्तो जङ्गल सफारी जुत्ता लाएको ठिकै भयो कमन केटा हो अहिले हामी राहुलजी र म चाहिँ एकदमै कठिन भन्दा नि कठिन रूपमा हिँडिरहेछौँ हाम्रो यात्रा रोकिने छैन बनकुखुरा समात गाइस यहाँ बनकुखुरा भेटिसकेको छ बनकुखुरा छोड्न जानेछौँ हामी यहाँ सिकाइ गइसक्नु भएको छ
खै भेटियो खै बनको हो वा एकछिन भेट्नु भयो A few moments later. माथि जान हामी बाटो त खत्तम भयो चिया सकिन्न यहाँ त्यहाँ त त्यहाँ मन ओ दया करा के बाटै छैन के माउ तल गएको के कता हिँड्न जाम दुईटा आसे तल लगाएर साला केटा राइ गर्यो बल्ल समात्दै घाँटे कता त्यो तल गएको देखाइ त एउटा चल्ला ल्याएर यो त चल एउटा चल्ला पछाडि थियो इसानले समात्छ इसान हो त म भिडियो बनाउँछु समात्नु त म आउन बन्द हो गाइज केटाले बन्द कुखो भेट्टा जस्तो हो उहाँ गहन एउटा कार त्यही छ भिडियोमा देखेन होला सोधेर समात्नु त आशा हुन्छ कि भयो भिडियो खिच्छु हो समात्नु त भयो खोइटीमा आएन पानीले त पानी खान्छ कि गुरुङ हामी यसो काखमा लानु गएको मान्छे एउटा बनकुखुराले धान भड्काएर 10वटा बनकुखुरा देखायो 10वटा बनकुखुरामा एउटा चल्ला यसले चाहिँ चल्ला छोको भनेर म उहाँबाट चल्ला यत्रो यत्रो होला भनेर दकुर दिएको फोकाल दिएको केही नसमातिकन यहाँ आउँदा त यत्रो चल्ला रहेछ यही पनि म पाल्छु अब यसलाई हाम्रो घरको कुखुरासित मिलेर झन्ते आयो समात्न पर्ने हो हिँड्न यो हिँड्न सकेन गाइज त्यही भएर सुस्तो के हो फेरि कहाँ जाने फेरि माउ ए गाइज केटाले फेरि कुखुरो भेट्टा छन् क्या राहुलको समात्दै खै त्यो वन कुखुरो भेट्टा हिँड्न गफ गाइज खै केटा माथि बाटो पुग्न आइसके हामी यहाँ बस्यो हामी त बिच्चा बस्यो नि त झर्ने कि बस्ने भयो झर्नी हो अब 2 महिना पछि हुन्छ के छाटकाट कुन देशको के कुन देशको ए त पैसा के नेपाली करेन्सी हो नेपाली करेन्सी यो 1 रुपैयाँ हो यो गाई चाहिँ एकछिन पछि भेट्नुभयो चाहिँ वन कुखुरा नै भेटिएन गाई चाहिँ उहाँ त आउन आएको छ उतो केडा वन मान्छे सोही सोही आँखा रुखले गर्दा बाँच्यो होइन गाई चाहिँ हामी घरतिर हिँड्न आएको यहाँ वन कुखुरा छोपे खै चाहिँ हातमा समाते छ मिनी वन कुखुरा भनौँ न अब गुरुङ उहाँ त आउँदैछ यहाँ नदेखिन सक्छ र सिधै तल गएर भेट्नुभयो चाहिँ बाटो आइसक्थ्यो ह A few moments later. अहिले चाहिँ हामी बाटोमा आउनु लागिसक्यौँ गुरुङ र म चाहिँ पछाडि छौँ होइन अब आज हामीलाई चकमा दियो केटा हो सुन केटा हो अब फेरि तिमीहरू अलि म क्लास भएको नत्र हामी अलि 7 बजीतिर आउने भने ग्रुप नै हुन्छ ग्रुपमै च्याप्पै फँगाले भन्दै च्याप्पै समातिन्छ कि यस्तै छ नि केटाहरू यहाँ छ नि सो यहाँ गाइज हेर्नु चढ्दाखेरि यहाँ काटिसकेको छ हल्का ल इसानजीलाई मैले मेरो क्यामेरा दिएँ लाउनु लास्टमा दिएँ यतातिर भिडियो बनाउन झ्याउमा भक्सेन छोडेको उठे बुरा लगा अलि यस्तो गर्दा गर्ने हेर्छ भने गाइज हिँड्ने छौँ चिया बिस्कुट खान घरतिर अलि माथि गर्ने अब हाइवेमा आइपुग्यो अब उतै गएर भेट्नुपर्छ गाइज अहिले चाहिँ म यताको हातबाट बनाउन पाएन यताको हातबाट बनाएको अहिले चाहिँ ठ्याक्क हामी
के भन्ने यो स्याङ्जाकै एकमात्र भण्डार खाना आइसक्यो। यो भण्डार खानामा चाहिँ जे पनि स्टोरेज गर्न सक्नुहुन्छ। A few moments later. Hello. How are you? Yeah. Which country live? Which country? China. Yeah. This is Nepal, Sensa. Nepal is a good place. Yeah, beautiful place. What's your YouTube channel name? YouTube च्यानल नेम What is your destination today? Destination. your destination? Where are you going? We're going. Oh, Lampini. Rampini? Yeah. Company. Dubini. Lampini. Rampini? Yeah. Company. नहीं मुझे मजाक नहीं उड़वाना अपनी चीज का। Gautam Buddha. Nepal only. There are lots of religious temples there. Yeah. You can visit. Mainly Hindu. Yeah. We are going. See you soon. Wait, your name here? Hello guys. Very nice bike. Bye. Nice bike. गाइज हामीले चाहिँ चाइनिज भेटिसक्यौँ। BTS flop. हिमाल फ्लप भयो हाम्रो यहाँ। के बोले भाइ अब के बोले के छ थाहा बोले हिमाल त फ्लप भयो। म मात्र गाइज फ्लप भएन। म त हेरेर देख्न सक्नुहुन्छ आज हामी चाइनिज नजिक आएको त कस्तो सो गाइज यसले यहाँ सुतुरमुर्ख समातेको अवस्था छ भने गाइज ल गाइज अब आजको भ्लग चाहिँ म यहीँ टुङ्गेको घोषित गर्दछु ल तपाईँ लाइक सेयर सब्सक्राइब गरेर नभुल्नु थ्याङ्क यू फर वाचिङ सो यहाँ गाइज अब आजको लागि यति नै ल अब आजको इन्डिङमा हान्दैछु ल सबैजनाले लाइक सेयर सब्सक्राइब ठोकिदिनु छैन हिमाल भ्लगलाई अब प्रेम ल्याउनुहोस् माया ल्याउनुहोस् छैन गाइज ल आजको लागि यति नै सी यू टाटा बाइ बाइ 237 टाटा बाइ बाइ 237 आप कहाँ थे ज्ञानी बाबा खत्म बाय बाय टाटा गुड बाय गया